को घुटना टेकाएर अनि आफ्नो कलमको ताकत देखाएर जुन हामी आफ्नो माग स्थापित गराउन गइरहेछौं यो हाम्रो महासंग्रामको लडाई हो। यो अब यसपछि हामी ठगिनेवाला छैनौं, हामी ललिपपमा फस्नेवाला छैनौं। शिक्षक एकता, शिक्षकको कलममा धेरै ताकत छ र यो ताकत सरकारले नबुझुन्जेलसम्म यो देशको भलो हुनेवाला छैन, यो देशको कल्याण हुनेवाला छैन। नेपाल सरकारलाई यो शिक्षकको कलममा कति ताकत छ भने बुझ्नै पर्छ, नबुझे कल्याण नै हुँदैन। तपाई हेर्दै जानु होला अहिले स्टेप बाई स्टेप यो देशको अवस्था कस्तो भइहाल्छ। यहाँको शिक्षा नीति शिक्षक जीवहरूको जब मान मर्यादा हुँदैन भने यो देश कतातिर लम्किन्छ र यो देशको कहिले पनि भलो हुन सक्दैन। त्यसकारण एउटै आवाज छ, हामीसँग बन्दुक छैन, हामी बन्दुक चलाउँदैनौं, हामी आगो लगाउँदैनौं, हामीसँग कलम छ र यो धेरै ताकतिलो छ। शिक्षकको कलममा धेरै ताकत छ, यो सरकारले बुझ्नै पर्छ, नबुझे कल्याण हुँदैन। र तमाम हाम्रा गुरुबा सम्पूर्ण शिक्षक जीवहरूसँग म अनुरोध गर्दछु, जबसम्म हाम्रो माग सम्बोधन हुँदैन तबसम्म हामी यो रोड छोड्दैनौं। अबदेखि हामी ललिपपमा झुकिनेवाला छैनौं, ठगिनेवाला छैनौं। धन्यवाद छ हाम्रो नेपाल शिक्षक महासंघलाई। नेपाल महासंघ जिन्दाबाद। सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूको, सम्पूर्ण भेराइटीको शिक्षकज्यूहरूको कल्याण हाम्रो नेपाल शिक्षक महासंघले गर्नुहुन्छ। हाम्रो अभिभावकीय भूमिका जुन निर्वाह गरिराख्नु भएको छ उहाँलाई म धन्यवाद दिँदै अब जादु कला एउटा प्रस्तुत गर्न गइरहेछु। तपाईहरु ध्यान दिएर हेरिदिनको लागि म अनुरोध गर्दछु। यो अपराधी रूपी बललाई मैले एउटा जेलमा घेरेर राखेको छु, किनभने हाम्रो देशमा धेरै अपराधीहरू भ्रष्टाचारीहरू उम्किराखेका छन्। हाम्रो शिक्षकको कलमले उम्किन दिँदैन। यहाँ एउटा पिंजरा छ, यो पिंजरामा एउटा अपराधी रूपी बल मैले घेरेको छु। हजुर चारैतिरबाट हेर्नुहोस्, यो टिनले बनाइएको पिंजरामा एउटा बल, अपराधी रूपी बल घेरिएको छ। यो कतैबाट हामी बल निकाल्न र छिराउन सक्दैनौं। यो अपराधी धेरै ताकतिलो छ, उडेर कहाँ नि कहाँ भागिहाल्छ। अब कुन देशमा जान्छ, अरू देशमा यो गइसक्यो। अब यो कुन देशमा गयो, भागेर उडिसक्यो, उडेर है। धन्यवाद। यो उडेर अपराधी भागिसक्यो, कुन देशमा गयो थाहा भएन। तर शिक्षकको कलममा धेरै ताकत छ, हामी अपराधी भ्रष्टाचारीलाई भाग्न दिँदैनौं। शिक्षक एकता जिन्दाबाद। अपराधी जहाँ भागे पनि मैले समातिसके, मेरो हातमा अपराधी रूपी बल आइसकेको छ, मैले अपराधी रूपी बल समातिसकेको छु। हजुर हेर्दै हुनुहुन्छ मेरो हातमा अपराधीवाला बल छ, मेरो हातमा अपराधी रूपी बल आइसकेको छ। यसलाई यो जेलमा हालिदिऊ, हालिदिऊ, ताली बजाउनु। शिक्षकको कलममा धेरै ताकत छ, अपराधी हामी भाग्न दिँदैनौं, भ्रष्टाचारीलाई उठ्न दिँदैनौं। शिक्षकको कलममा धेरै ताकत छ। शिक्षक एकता। तपाई सम्पूर्ण जना गुरु हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, तपाई सम्पूर्ण शिक्षकको कलममा ताकत छ। यो ताकत सरकारले बुझ्नै पर्छ, बुझेन भने देशको भलो हुनेवाला छैन। हस्त फेरि भेटौला। वाचा गर्दै म अहिले छुटिन्छु। हस्त। जय शिक्षक, जय महा